ठिकै छ ठिकै छ गरम पानी चाहिँ पुरा पिउनु छ दिनमा ल त आज बैशाखी पूर्णे साथै बुद्ध पूर्णिमाको सम्पूर्ण दर्शकवृन्दलाई शुभकामना र आज हामी यहाँनिर कमजोरको सिंहदेवी स्थानमा यही पूर्णिमाको पूजा गरिँदैछ यहाँ है देवी पूजा र सम्पूर्ण भक्तजनहरूभित्र एकदम धमाधम पूजा गरिरहेको छ यस्तो छ तपाईलाई छोटो मिठो आजको पूजा कार्यक्रमको भिडियो देखाइरहेको छु है ल घन्टी बजेन त घन्टी झरेछ अन्त बजाउँदा बजाउँदै यसरी थान थपना तयार पारिएको छ संसारी माईलाई चाहिँ यसरी अन्डा लस्कर राखिएको छ यता सेतीनाग कालीनाग चोखो धुपबाती यता चाहिँ यस्तो छ तपाईहरुले पनि यही भिडियो मार्फत कमजोर देवी माताको दर्शन गर्नुहोस् दर्शन गरी आशीर्वाद लिनुहोस् ल धमाधम चलिरहेको छ नम्बर एड गरिदिइहाल उसको ल यो चाहिँ संसारी माईलाई चोखो परेवा उडाउने है यो चाहिँ केही गर्ने होइन उडाउने मात्रै यो चाहिँ चोखो परेवाको बच्चा जस्तो छ ल अहिले चाहिँ यता संसारी माईको पूजा हुँदैछ ल दुईजना कन्याले यहाँ पूजा गर्नु हुँदैछ है भिडियो बनाउनु एकदम राम्रो पूजा गरौँ है यस्तो छ अब एकछिन टी ब्रेक छ त्यहाँबाट फेरि पूजा सुरु हुन्छ ल त आजको पूजामा चाहिँ भोग लगाउने जग्गामा चाहिँ यो कुखुराहरूको बाख्राको भोग पनि लगाइन्छ अन्यथा नसम्झिनु होला तपाईहरुले अब पहिलादेखि नै गर्दै आएको यो कुरा चाहिँ है यस्तो चाहिँ पोल लागेछ यहाँनिर पोलाई अपरेसन यता गर्दैछ भाइले मोटामोटी रेडी हुँदैछ हजुर फरेस्ट हो त्यो फरेस्ट हैन आदत त्यसको मोटो गर्ने चाहिँ आएको छैन आएको छैन हो त फरेस्ट एन्ड रिभर हैन लास्टमा अहिले त देवी देवताको पनि इङ्ग्लिसबाट हुँदो रहेछ नाम उच्चारण जङ्गलीलाई फरेस्ट खोलालाई रिभर अरे पूजापाठ चाहिँ चल्दैछ है त अहिले इङ्ग्लिसबाट फलाकै हुँदैछ यहाँनिर यस्तो छ वनको लागि चाहिँ जङ्गल फरेस्ट ल संसारीलाई वर्ल्ड गरे संसारीलाई वर्ल्ड ल ल त आज यहाँ प्रसाद पनि तयारी गरिँदैछ सानोतिनो पिकनिक जस्तै हुन्छ यहाँ चाहिँ
खाना तयारी हुँदैछ हो हाम्रो मिलन भाइहरू एकदम बिजी छ ल यहाँ टाढा टाढाबाट आएको छ आजको कुक चाहिँ तयार हुँदैछ यिनको अलि मुनि भए त जीवन सरहरू पनि थियो नि उनीहरू चाहिँ एरिया पर्दैन थियो नि अब चाहिँ संसारीको अन्तिम पूजा साथमै संसारी माई मुलु के यो कसले ल्याएको हो यो त पुऱ्याइदिनु होला भयो यो एकछिन चाहिँ राखौँ न यहाँ है एकछिन चाहिँ राख्नुपर्छ नि बत्ती बालु अन्डा अब बत्ती बालौँ अब ल अब चाहिँ यो अन्डा फुटाउँदै जोखाना सुरु हुन्छ ल नाम पढ्दै जोखाना सुरु फटाफट वान्टोको साथमा ल पहिलो को रहेछ किरण देवान ए ल लु हेरौँ त के रहेछ हेरको एकदम सफा छ है ठिकै रहेछ एकदम अलिअलि भोडी दुख्नेहरू चाहिँ खाने चाहिँ रहेछ बासी कुरा चाहिँ खानु भएन ल यो जसुको कस्तो छ एकदम दामी 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 ठिकै छ रक्सी निकै छ रक्सी व्यापारमा फाप सबै फापै देखिँदैछ यो ए अन्तरी अरे यो एबाट अन्तरी एबाट अन्तरी ठिकै छ ठिक छ है ल बेला बेला नसोचे गल्छ ठिकै छ यो आयो भीमराज मामा कस्तो छ अब हेरौँ त बोलाउनु नि केटाहरूलाई लु त लु राम्रै छ है राम्रो छ अलि कन्ट्रोल भएको छ अहिले चाहिँ त्यो पुच्छर हो हैन यो त हैन ठिकै छ ओके छ ओके नै छ जयरथ चिया पनि बुद्धिमाया छेत्री लु त बुद्धिमाया छेत्रीको ठिकै छ ओके छ बेला बेला पेट खान्छ राम्रै छ एक घानमा भन्छ नि है सोनाम एकदम ओके एकदम दामी छ यो सफा हृदयको रहेछ सफा हृदयको छ बिहान उठेर राम्रो छ बिहान उठेर बेला बेला पूजा चाहिँ यो गर्नुपर्छ को हो के पो थियो यो त केही बुझिएन त अन्त यो त जोखाना आएन त अब त्यसो भए त कस्तो रहेछ हेरिदिउँ ओहो यो त एकदमै फाटियो नि ग्रह काट्ने बेला भएको रहेछ को आएछ मेरो यो ग्रह काट्नुपर्छ निकै खतरै छ यो कसको मेरो ए अब यतै चुकाएको रहेछ ठिकै छ एक प्रकारको गरम पानी चाहिँ पुरा पिउनु छ रानी हो त्यो ठिकै छ गोविन्द चामलिङ चामलिङको आयो ल हेरौँ त नाम आउँछ पूर्ण कुमार देवन थियो अघि मैले हेरेको यो पनि कुमारको अघि फुटायौँ फर्स्टमा अघि जस्तो छ त यो ए होइन पूर्ण कुमारको माथि राख्यो किरण देवालको यो अलिकति उतै हुँदै गर्छ कि बिहान बेलुका यसो धुपबाती गर्नुपर्छ यो को हो के ले फुलबहादुर ल हेरौँ त अलिक कम्ती हिर्काउने त्यो रानी कुट्नु भएन तिमीले माथि टाउकोमा हेरेको हल्का तिम्रो नङले कोटाइहाल्छ नि लु त एकदम दामी रहेछ चुकाएको नखानाको थियो त
त्यो त्यतिकै राख्दिएको यो अलिक हेर्नु न एकदम दामी रहेछ विकेन्द्र चामलिङ चिताको पुग्ला जस्तो छ त्यो कसको नाम थियो विकेन्द्र त्यो भाँडाको फरक होइन ठिकै छ यो सफा अलिकति यो फुट्दैछ कि दाजु अलिक टुप्पोमा हिर्काउनुहोस् न अलिक चिया कन्ट्रोल गर्नुपर्छ कसको नाम भयो ढिलो हुन्छ भनेर नाम कसको पर्यो बिचमा हिर्कायो भने चाहिँ त्यो कसको नाम थियो दाजु यो पञ्चमीमा रहेछ नि यहाँ यो रहेछ तपाईँको यतापट्टि कि के रहेछ वान्सी वानचोक वाङचुक तामाङ वानचोक तामाङ वाङचुक उसको तामाङको ठुलो भाइको नातिको त्यहाँ गर्नुपर्छ कि अब ओके बिहिबार ओके छ, उठाउनु पर्यो शुक्रबार राम्रो छ। सौदा गर्नु पर्यो हो त्यसले गर्दा हो ल मैया यहाँ छैन उभिँदै यहाँ मैया मैया छैन यहाँ त मैया भनेपछि पर कोइलरको त होइन होला नि अब सक्यो यहाँ है त कस्तो चाहिँ रहेछ त भन्नु ल दामी 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 एकदम झरझराउँदो रहेछ उठाएन त केही छैन त्यो अहिले छैन गरिदिएको दोकमान खेङमान केही पनि छैन रहेछ आदर्शको हेरेर लु कहाँनिर के गर्नु को अन्त त्यो के को लागि बोलायो लु यो पनि दामी दामी छ छ दामी छ लु जयरक्षे छ है एकदम बिहान उठेर तातो पानी चाहिँ खानु भन्नु तर त्यो सोध्नको लागि यता होला ल जोखाना पनि हेरेर सकियो यता आजको मेन जोखाना हेर्ने चाहिँ ल त्यो पठाइदिनु भाइ ल है त। अब अन्तिम प्रसादको फिनिसिङ चाहिँ यहाँ त दिनु हुँदैछ मामा भानुसँग ल कुरा पे टोकिदिउँ त कुखुरा पूजा गरेपछि यसरी खानुपर्छ क्या पखेटा खाइन्छ के हुन्छ अरे उड्नु पाइन्छ गर्नु त खानु त गर्नु खानु ल आजको पूजा कार्यक्रम पनि राम्रै भयो है यस्तो चाहिँ अब तल प्रसाद वितरण हुन्छ र यसरी आजको बुद्ध पूर्णिमा साथै वैशाखी पूर्णिमा संसारी पूजा पनि भनिन्छ है यसरी समाप्त भयो कमजोर देवी स्थानको चाहिँ ल खासमा यो चाहिँ बुद्ध पूर्णिमा होइन हो यो चाहिँ चण्डी पूर्णिमा त्यो त बुद्ध पूर्णिमा पनि गरिन्छ नि दाजु यहाँ चाहिँ बुद्ध पूर्णिमा भनेर होइन हो चण्डी पूर्णिमा बुद्ध पूर्णिमा चण्डी पूर्णिमा अब त्यता बुद्ध पूर्णिमा मनाउनेले मनाइरहेको छ नि त हर जग्गा यहाँ चाहिँ चण्डी पूर्णिमा त्यसलाई चाहिँ हामीले के गरेको अलिक बताइदेऊ गरेको अरू त्यति नै हो अब अरू मलाई ज्ञान छैन त्योभन्दा ज्यादा ज्ञान तिमीलाई होला ल धन्यवाद यहाँ छत्र सुब्बाले पनि आज अलिअलि बताउनु भएको छ ल धन्यवाद ल फिनिसिङ भन्न स्यालले बचाएको थियो र स्यालले अरे ल मकै यत्तिको हुँदैछ कसै जग्गा गोड्ने बेला भइसकेको छ हो यो अदुवा यसरी रोपिन्छ यहाँ पुरा एक गरा चाहिँ अदुवा परसम्म रोपिएको छ ल कमजोर कोइलेको हालैको अवस्था चाहिँ यस्तो छ यता माथि ड्याममै लिची फलिरहेको छ लिचीको बोटहरू सबै देख्दै गरेको छ भिडियोमा त मसिनो देख्दैछ त ठुल्ठुलो मजा मजाको बोट छ ज्याम ज्याम परेको त्यो चाहिँ यता हाम्रो छत्रे सुब्बाको है छत्रे सुब्बा हेर्दा मात्रै यस्तो निकै कामकारी नै छ यहाँ अदुवा मजाले उसले रोपेको अस्ति टक्कै हो एकदम राम्रो छ है ल